हेलो नमस्ते सबैलाई। आज चाहिँ नयाँ वर्षको दिन सबैलाई मेरो तर्फबाट ह्याप्पी न्यू इयर है। ल आज चाहिँ नयाँ वर्षको दिनमा मिस्टर सुजन बहादुरले पूजा गर्दैछ। नुहाएर गरे कि ननुहाएर गरे भन्ने कुरा हो। ठिकै छ त्यो पनि ल। सबै देखाउनु ल। हाम्रो मामाश्रीलाई मेन कुरा त मामा देखाउनु पर्ने भन्नुभएको छ। त्यसमा पिज्जा बनाइरहेछु। पिज्जा बन्दैछ। पिज्जा अरे पिज्जा होइन अन्डा खाँदै एक पिज्जा बन्दैछ यहाँ। चाइनिज बहादुर ल्याउनु भएको छ। उसलाई त देखाउनै पर्ने हुन्छ। नदेखाउनु भन्ने भएको मान्छेले त देखाउनै पर्ने हुन्छ। कृपया यता हेर्नु होला। धेरै ह्यान्डसम भएपछि यस्तै हो। हामी जस्तोलाई त के फरकै पर्दैन। के भयो यार के आजको नयाँ वर्षको भ्लग बन्दैछ। कतिका लाग कस्तो देख्छ अनि बब्बाल तपाईँ हो। तपाईँले यसो सब्सक्राइब हान्नु पऱ्यो। यो माया देखाइदिउँ हाम्रो ब्रदरको ब्लगमा। यस्तै छ अब बिस्तारै ब्लग हेर्दै जानु होला। कत्र कत्र ब्लग आउँछ हाम्रो ब्रदरको। भ्लग आउँदैछ है। आउँछ पनि ल। हाम्रो म्यानेजर साहब है। उहाँ चाहिँ म्यानेजर साहब गर्ने सम्भावना अलिक बढी नै छ। वर्षको बाद नै हेरौँ होला। आएपछि 90% कसरी फेरि भन्दा 100%मा 90% चाहिँ बढ्छ कि भन्ने आशा धुप्पालेको आज नयाँ वर्ष। माछा ल। हाम्रो यहाँ माछा चाहिँ बबाल बबाल माछाको छ कि छन्। अह मलाई चिन्छ नि माछाले फेरि त्यही भएर नजिक नजिक आउँछ। दामी छ नि है। तिमीलाई चिनेर तिमीलाई चिनेर चाहिँ हेर न। कहाँको यो अलिक पछि बन्छ होला बेलुकामा। दाना हालेको ल ल नातिका नि बिस्तारै बिस्तारै खाम खाम। आज एउटा हाम्रो मेनु बढ्यो प्राइस। यो सानो चाहिँ बब्बाल छ कि पहेँलो है। यता नि अर्को अर्को थरीको माछा यो फेरि सही सही। कसरी खाएर सकिसके दाना साना केही छैन। भेट्यो फाइनली 20 रुपियाँ च्यात्तेको पैसा भेटेर देखाएको हुन्छ। खै यसको जोडी खै त। यसको जोडी छैन। बल्ल 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 340 बनी भयो। ल हाम्रो बिहानको 340 बनी मान्छे भर्खर बिहानको टाइम भएर अलि दिउँसो त फेरि यो भरिन्छ। बेलुकासम्म त फुल भरिन्छ। र ठिक छ। बाहिरको मल एकदम सुनसान छ आज। अहिले दिउँसो चाहिँ बबाल भिड हुन्छ है। ठिक छ ठिक छ।